हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ घ्याम्पे डाँडा। यो चाहिँ भक्तपुर सूर्य विनायक हुँदै जान्छौँ अनि हामी चाहिँ चारदो बाटोमा बस्थ्यौँ र चारदो बाटोबाट बस चढ्यौँ हामी तीनजना। अनि हामी तीनजना गइरहेको थियो सुरुमा चाहिँ, अनि पछि एकजना साथी फेरि थपियो, उसलाई पर्खिरहेको थियौँ हामीले चाहिँ सूर्य विनायकमा। अनि त्यसलाई पर्खिँदै गर्दा केही अब खाजाको लागि केही स्न्याक्सहरू किनौँ, केही लगौँ वहाँ माथि बसेर भ्यू हेर्दै खानु मजा आउँछ भनेर हामीले चाहिँ अनि सामानहरू लियौँ। अनि क्याब यति साथीहरू, यदि तपाईँहरू जाँदै हुनुहुन्छ भने एकदम बुझेर एकदम कि ड्राइभमा कि आफ्नै राइडमा जानु होला होइन। क्याबहरूले एकदमै भाउ खोज्छ, एक्लै फर्किनुपर्छ भनेर सुरुमा जानै मान्दैन। इफ हजुरहरू जाँदै हुनुहुन्छ भने आफ्नै पर्सनल गाडी या इनड्राइभमा जानु होला। क्याबमा चाहिँ एकदमै भाउ खोज्छ। अनि हामी चाहिँ जसोतसो गरेर माथि घ्याम्पे डाँडासम्म पुग्यौँ। अनि त्यहाँ गएर हामीले चाहिँ यसो चटपटहरू लियौँ। यो भित्र जानुलाई चाहिँ टिकट पर्दो रहेछ। अनि हामी चाहिँ यहाँ गएनौँ, हामी चाहिँ यता मास्तिरपट्टि गयौँ। यो चाहिँ घ्याम्पे डाँडा जाने बाटो हो। उकालो चढ्नुपर्छ 10 मिनट जति हिँडेर, तर वहाँ पुगेपछि यो हिँडाइको थकान सब दूर हुन्छ कि साथीहरू। यस्तो बवाल भ्यू छ, तपाईँहरू एकचोटि जानुभएको छैन भने जानै पर्ने ठाउँ हो। अनि हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुग्यौँ होइन। भिडियो गर्दा गर्दै मोबाइल लडेर के गर्नु र साथीहरू। त्यसपछि हामी खानु सुरु गऱ्यौँ, बुफर लगेको थियौँ गीत बजाउँदै। हामी चाहिँ 4 बजीतिर गएको थियो अनि ढिलो भइरहेको थियो त्यही माथि। अनि हामी धेर बसेनौँ, 1-1.5 घन्टा बस्यौँ। अनि एकछिन रमाइलो गऱ्यौँ अनि फोटोजहरू खिच्यौँ रमाइलो गरेको। अनि यो कुकुरसँगको एउटा इन्सिडेन्ट यही दिन भएको थियो होइन। यो कुकुर चाहिँ यस्तो राम्रो छ होइन। एउटा कपल्स बसिरहनु भएको रहेछ बिचराहरू। उहाँको बाइकको चाबी नै बोकेर हिँडिरहेको कि यो कुकुरले त सुई। अनि मैले खोसेर उहाँहरूलाई दिएँ। अनि यो कुकुर मसँग कति मजाले मिलेको, मैले पनि यसो सुमसुमाइदिएको। त्यसपछि त साथीहरू मलाई नछोडेको कि यसले, खानु दिँदा पनि केही नखाने, मसँग खेल्नु खोजेकै। हुन त म पेट लभर हो, मलाई एकदमै मनपर्छ। तर मेरो एकजना साथी, त्यसलाई डगहरूबाट फोबिया छ कि, यो लेदर लाउने साथीलाई चाहिँ एकदमै फोबिया छ। कुकुर त्यहाँ छ भने कसो पर हुन्छ। अनि रमाइलो गरिसकेर हामी सबैजना तल फर्क्यौँ साथीहरू। क्याब बोलाएको साथीहरू कुनै क्याबले एक्सेप्ट गरेन। अनि जे पर्ला उही टर्ला भनेर हामी चाहिँ अब हिँडेरै जाने सोच गऱ्यौँ। 4 जना छ, हिँडेरै जाऊँ कुद्नु। त्यसपछि अलिकति के तल झरेको, झमक्कै रात परि गयो। हामी त 4 जना जुत्ता खोलेर फेलिलिलिलि कुद्यौँ साथीहरू। 6:30 भइसकेको थियो, झन् झमक्कै भइसकेको थियो। मान्छेहरू बाटोमा कोही हुनुहुन्न थियो, सबजना आफ्नो घर गइसक्नु भएको थियो। एकदमै रिस्की एरिया थियो, जङ्गलको बाटो आउनुपर्ने। डराइ भए पनि हामी कुदिरहेको थियौँ। धन्न उहाँ अङ्कल कहाँबाट आउनु भएछ। अनि उहाँ अङ्कलहरूले चाहिँ हामीलाई देखेर अनि बस भन्नुभयो। अनि हामी सबैजना बस्यौँ। अनि अङ्कलले हामीलाई हाम्रो रुमसम्म नै ड्रप गरिदिनु भयो। एकदम अङ्कल एकदम फनी, एकदम राम्रो, एकदम स्विट होइन, बोल्ने एकदम राम्रो अङ्कल हुनुहुन्थ्यो। अनि हामीलाई चाहिँ उहाँले रुमसम्म नै ल्याइदिनु भयो। अनि राति हुँदैन होइन, अहिले समय खराब छ, छोरी मान्छेहरू भएर टाइममै हिँड, टाइममै फर्क, अहिलेको जमाना राम्रो छैन, मान्छेहरूको नियत राम्रो हुँदैन भनेर पनि सम्झाउनु भयो। अनि हामीलाई चाहिँ उहाँले रुमसम्म नै छोडिदिनु भयो। अनि हामी चाहिँ रुमसम्म आइपुगेँ। अनि तपाईँहरूलाई कस्तो लाग्यो मेरो मिनी ब्लग कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।